आज हामीहरु वारिङ्गा मल जाँदैछु केटीहरुसँग शपिङ आउने हुन्न गाइस त्यस्तो कपडा खोज्ने हैन बडी त्यस्तो बनाउने ब्लग बनाउने नियममा तिमीले मलाई गाली गरेर आएको जस्तो लाग्यो अब धेरै माथि सक्यो है यो मान्छे यस्तो लोभी बुढा परे खाने यस्तो खत्तम बुढा परे खाने हेलो सबैजना सन्चै हुनुहुन्छ म नि सन्चै छु आज हाम्रो छोटो मिठो ब्लग बन्ने होला छ आज हामीहरु वारिङ्गा मल जाँदैछु वारिङ्गा मल यही घर नजिक त्यही नि आज हामीले भिडियो धेरै बनाएको छौँ टिकटक भिडियो ओए प्लिज आज हाम्रो स्पेसल केही काम थियो त्यहाँबाट आएर अनि फेरि यहाँ वारिङ्गा मल जाँदैछौँ त्यहाँ भिडियो बनाउनै बिर्सेँ म अनि पहिला त हामीलाई सुरुमा भोक लागेको छ पहिला के खान्छौँ त्यसपछि थोरै के किन्ने सोचिरहेछौँ हेर बाबा के हुन्छ लेट्स सी माई एडिटर गाइस माई एडिटर आज मलाई कस्तो राम्रो देखे जस्तो फिल भइरहेको छ हुन त सधैँ फिल हुन्छ तर आज अलिक तयार नै भएको छु म हेर्न सक्नुहुन्छ के पाउँछ कोल्स उता गएर डम्पलिङ टाइममा जानु डम्पलिङमा जानु कि त्यहाँ मिठो लाग्छ मलाई हेर्न गइरहेछ हामीहरू उतै नजिकै छ डम्पलिङ टाइम मैले आज दुईवटा लगाएको कसैले नोटिस गर्नु भएन होला मैले भनिदिएँ यहाँ नै हो फेभरेट अलि मिठो लाग्ने यहाँ चाहिँ भियतनामिस रेस्टुरेन्ट छ हामीहरू जाने चाहिँ यहाँ हो ह्यान्डमेड नुडल्स सबै पाउँछ हेर मम्मी के हुन्छ ओए आउनु त अर्डर गर्नु स्पेसल फ्राइड राइस वान होइन यु हेभ एनी ह्यान्डमेड नुडल्स विदाउट बिफ with chicken or yeah it's here okay with chicken yeah beef खाइरहेको छ गाइस बाहुनको छोरी beef खाने and momo like you wanna have momo steam momo yes chicken is pork steam momo dumpling steam pork dumpling yeah fried rice, handmade chicken noodles, and dumpling, steamed pan fried. Yeah. Thank you. Okay, I'll have one Sprite, and she will have one Diet Coke. Yeah, basta nandiyan. Sabi. हामीहरूको यहाँ आइसकेको छ नास्ता लन्च हो है हाम्रो हो के आएर देखाउँछु म स्पेसल फ्राइड राइस ह्यान्डमेड नुडल्स मोमो डम्पलिङ हामीहरू खाँदैछौँ हामीहरूले खतम गरिसकेको छु मोमो यसरी खायौँ हामीहरूले फ्राइड राइस त्यो चाहिँ ह्यान्डमेड नुडल्स हो अनि मेरो त डाइट गर्दैछ हाँसे उताको मान्छेले मलाई हेरेर हाँसे म नि हाँसेँ हामीहरू टिके म्याक्समा जाँदैछु अब हेरौँ के छ सेलमा के छ सेलमा लागेको त्यो किन्ने हो त्यो छैन होइन आऊ न मलाई चाहिँ ज्याकेट चाहिएछ कि मोटो होइन मलाई अलिक पातलो टाइपमा चाहिएछ कि पातलो टाइपमा चाहिएको छ तिमीलाई चाहिन्छ भने हेर है नबोला मलाई मिडियममा चाहिन्छ कि
is it, baby? नबोला त्यही भएर केटीहरूसँग सपिङ आउने हुन्न गाइस एउटा ज्याकेट किन्न यहाँ आधी घन्टा लागिसक्यो अझै पाएको पनि छैन पातो पनि चाहियो अनि पातलो पनि चाहियो कि अर्को मन पर्यो ठिक छ त साइज पनि बाउलाई त्यस्तै हुन्छ कि त्यस्तो कपडा खोज्ने होइन बडी त्यस्तो बनाउने मरना तेरे को डर नहीं लगता को सामान छ ब्लग बनाउने निमा गाली गरिरहेको क्या हो नि के अरे ब्लग बनाउने निमा तिमीले मलाई गाली गरिरहेको जस्तो लाग्यो होइन गाली गरे होइन देखाएको त्यही त हो अघि यहाँबाट आयो बाहिरबाट यहाँबाट सब घुम्दै गयो यहाँसम्म गयो कुनै मन परेन फेरि त्यहाँबाट घुम्दै आयो त्यहाँ पुग्यो कुनै मन परेन फेरि त्यहाँबाट घुम्दै आयो यहाँ आयो यहाँ मन परेन फेरि त्यहाँ मन पर्यो फेरि यता यहाँ फेरि मन परिरहेछ मैं तो थक गई भाई साहब बस ब्रान्ड भनिदेऊ कस्तो छ के छ मतलब भएन ब्रान्ड हुनु पर्यो बस भयो के किन्न आँट्यौँ के किनेर गइरहेको भयो त अब के हेरिरह आजबाट मेरो च्यानल हो गाइस मलाई हुडी टाइपमा चाहियो कि तिर्न हामीहरू आइसकेको छौँ खै कुन लग्यो मैले देखाउनु त हामीहरू गइसक्यौँ एउटा मात्र किनिदिनु भयो अरू किनिदिनु भएन मेरो बुढाले अरू मलाई किनिदिएन यस्तै मुखमा कोचा आउँछ त्यो पहेँलो दाँत पनि देखिन्छ अलि टाढा गर हात यस्तो सिधा अब म धेरै मातिसक्यो है यो मान्छे 7,000 को ज्याकेट किन्दा अब के माटभित्र पस्छ आज त हाम्रो यस्तै भयो सपिङ वाच हेर्न जाऊँ न कति यस्तो कन्जुस यस्तो लोभी बुढा परे नि यस्तो खत्तम बुढा परे कसम कन्जुस एउटा गुच्चीको ब्याग पनि 2-3-4 वर्षको रिलेसनसिपमा 1 गुच्चीको ब्याग पाएँ त्यही पनि उसले यत्रो फेकेको हेर यस्तो सोअप गर्छ यो मान्छे हेर्नुहोस् होइन मलाई जुत्ता चाहिएछ कि नबोला केमा चाहिँ हामी एफोर्डेबल हो है यो चाहिँ यो घरको पत्नी गाइस सिधै यहाँ भाँडाकुँडामा बस्छ केही न्यू चिज आएको छ बुढी गति नगएपछि यस्तै म चाहिँ प्याम्पर मात्तेको बुढी हो है मात्तेको मेरो चाहिँ यो हातले यो भ्लग बनाउने आज मेरो बुढाले यो हातले बना भनेको कस्तो गाह्रो भइरहेको कि मलाई यस्तो थाम्नु परेछ हात लाइक भ्युज के आउन गाइस तपाईँहरूको फेरि
यस्तो दुःख गरी गरी बनाउने हो। आफ्नो सन्तानलाई भेटा आफ्नै सन्तान आजबाट मैले एउटा राम्रो ह्याबिट एप्लाई गर्ने सोचेको छु। कसम भनेको पढाइ 0 भइसकेको। अब म पढ्छु। कुन पढौँ होला भन्ने भइरहेछ कि मलाई। 7 हस्बेन्ड 7 हस्बेन्ड लगाउँ क्या? त्यो रोमान्टिक टाइप कि त मोटिभेसन टाइप लिनु मन छ क्या? मोटिभेसन टाइप के लाइक म धेरै ओभर थिङ्कर हो नि त। अनि छैन त्यस्तो के? त्यस्तो त मलाई थाहा छैन। यही मन परेन कि मलाई चाहिँ। अनबाउन्ड गगन लभ स्टोरी हो रोमान्टिक हो। एउटा ह्याक देखाऊँ मतलब कसरी हेर्ने भनेर ह्याक देखाऊँ। कपडाबाट ह्याङ्गर निकाल्न सके होइन घाँटीमा लपेट्ने ह्याक देखाउँछ। आज हाम्रो 1 घन्टाको सपिङ पछि गइरहेको छु। ओइ के किन्यो खै यता हेर्नु त। भर्खर पायौँ अघिबाट लाइन लागिरहेको थियौँ। भर्खर पायौँ। आई एम डुइङ थ्रेडिङ नाउ। आई मेक भिडियोज के। लेट्स सी। हो गया। You can say hi to my vlog. Hi. She is doing my threading today. I'll show you the result later. One is done. अब इसको पालो. Let's see. My eyebrow is done, guys. Look at my face, red face. तुम्हारा नाम क्या है? अंजलि. This is my Anjali from India, Delhi. इसने करवाया है. She don't understand Nepali, so I am talking in Hindi with her. Thank you so much. You did great job. Thank you. How much? 40. Yeah. Now we are ready to go. Thank you. Anjali, bye bye. Bye. म थ्रेडिङ गरेर घर गइरहेको छु। सी मेरो फेस यस्तै हुन्छ, त्यही भएर मैले महिनामा एकचोटि मात्रै गर्छु। दुख्छ कि मलाई धेरै। आज गराएको यस्तो भइसक्यो। ओ माई गड दुखिरहेछ। मैले उसलाई आइस टी लिन पठाएको छु कफी भनेर मनमा सोचेर। उसले साँच्चीकै आइस टी ल्याइदिएछ। मलाई चाहिएको आइस कफी हो। यस्तो छ मान्छे यहाँ। के रे मुख बिगारेर यहाँ। आइस टी भनेको थियो आइस टी नलाएर उसलाई अहिलेसम्म थाहा थिएन। मैले सरी भन्दै थिएँ। अहिले मैले भिडियोमा चाहिँ करेक्ट गरेको। ऊ रिसेको मसँग। बाटो त लास्टै छ क्या रोकाया। फाइनली म घर पुगिसकेको छु। अब आजलाई यति नै हाम्रो छोटो मिठो। पहिला चाहिँ मेन कामले जुन ठाउँमा गएको थियौँ त्यहाँ चाहिँ भिडियो बनाउन बिर्स्यौँ। हामी बिहानै उठेर गएको थियौँ। अनि त्यसपछिको चाहिँ अब यत्तिकै घर किन जाने केमार्टमा जाऊँ न अनि थोरै सामान पनि किनौँ घरको भनेर छोटो मिठो भ्लग बनाएको छु। मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। बाई बाई।